यो चाहिँ तिनजुरे क्षेत्र नजिकैको यो पाथिभारा नै भन्ने रहेछ। पाथिभारा देवीथान रहेछ। यो अत्यन्तै राम्रो ठाउँ रहेछ। यो चाहिँ एउटा ऐतिहासिक गढी रहेछ। यो चाहिँ तर वास्तवमा यसको कथा चाहिँ हामीले बुझ्न सक्यौँन होइन। तर अत्यन्तै रमाइलो ठाउँ होइन। यसरी तपाईँको घेराबारा गरेर चाहिँ व्यवस्थित गर्नुभएको छ है। तेह्रथुम जिल्लाको तिनजुरे क्षेत्र भन्दा पनि ठ्याक्कै अहिले तिनजुरेको यो पाथी यो अहिले चाहिँ गुराँस फुल्ने सिजन नभएकोले गर्दाखेरि हरियो देखिएको छ। तर यो जम्मै रातो हुने रहेछ त्यो सिजनमा। ठ्याक्कै तपाईँको यो तिनजुरे चुलीको भ्यू चाहिँ यो है। ल हेर्नुहोस् यसरी हो यस्तो रहेछ यो तिनजुरे चुली चाहिँ। यो सबै तिनजुरे क्षेत्र रहेछ। त्यहाँदेखि तपाईँको यो पारी तिनजुरे क्षेत्रै पऱ्यो। ढुङ्गाको स्टेपमा चाहिँ हामी ढुङ्गाकै प्रवेशद्वार यसरी निर्माण भएको रहेछ। प्राकृतिक रूपमा ढुङ्गाकै प्रवेशद्वारबाट चाहिँ हामी छिरेर अहिले यो तिनजुरे क्षेत्रको चाहिँ माथि चुलीमा पुग्न लाग्दाखेरि चाहिँ यस्तो ढुङ्गाको प्रवेशद्वार रहेछ। अत्यन्तै जोखिम ठाउँ रहेछ। यो चाहिँ दुई ढुङ्गाको बिचमा चाहिँ यसरी फलामको भर्याङ लाएर चाहिँ मान्छे माथि चढ्ने बनाउनु भएको छ उहाँहरूले। यहाँ चाहिँ हाम्रो पूर्व सिद्धिथुमका पर्यटन विकास समितिको अध्यक्ष गोविन्द गोराई आउँदै हुनुहुन्छ। मलाई पनि यो सिडी चढ्दा अत्यन्तै गाह्रो भइराखेको थियो। गरी खामरुङ माविका म्याडम बेत्रा म्याडम, त्यसै गरी गोविन्द खनाल, यसै गरी हरि पौडेल सर आउँदै हुनुहुन्छ। यसै गरी हाम्रा चालक भाइ, यसै गरी हाम्रो खामरुङ माविका पिन्ट्री बाउ काजीवन एक्तेन, त्यसै गरी हाम्रो कुतिबहादुर लिम्बू भुपू गाविस अध्यक्ष, त्यसै गरी विवेश सदस्य भोलाजी। अत्यन्तै जोखिमपूर्ण क्षेत्र तर अत्यन्तै पर्यटकहरूको घुइँचो लाग्ने ठाउँ रहेछ। यो अत्यन्तै सिधै भर्याङ छ। यो रत्नकाली मन्दिर रातापोखरी यो ढुङ्गाको चुलीमा यसरी त्रिशुल राखिएको रहेछ। यो यता फेरि माथि चुलीमा चाहिँ हाम्रो सिद्धिथुमका मन्दिरका हाम्रो अध्यक्ष पुष्पलाल मिश्रजी, यसै गरी सूर्य गोराई, विवेश सदस्य डाकमान भाइ। अहिले चाहिँ हामी यो तेह्रथुम जिल्लाको यो तिनजुरे पर्यटकीय स्थलमा हामी माथि आइपुगेका छौँ। यो यता देखिँदै गरेको ठाउँ चाहिँ तेह्रथुम म्याङ्लुङ सदरमुकाम म्याङ्लुङ बजारदेखि माथिल्लो भाग रहेछ। यो यहाँबाट चाहिँ तपाईँको सगरमाथा, कुम्भकर्ण, मकालु लगायतका हिमालहरू देखिन्थ्यो। अहिले प्रतिकूल मौसमको कारणले गर्दा देख्न सकिएको छैन। यता केही हिमालहरू यसरी हिउँले ढाकेको हिमालहरू देखिँदैछ। यसरी देखिँदैछ अहिले। ल यो साइड चाहिँ यो पाथिभारा देवी भन्ने यहाँ पनि रहेछ। तेह्रथुमको यो बसन्तपुर बजारदेखि अलि माथि यो तिनजुरे क्षेत्रको नजिकै पर्ने रहेछ यो पाथिभारा मन्दिरको यो एरिया। यो अत्यन्त राम्रो रमणीय ठाउँ रहेछ। यो त्यसको नजिकै यो क्षेत्रदेखि चाहिँ हामीले त्यहाँ गाडी राखेर लगभग 1.5 घन्टाको बाटो पैदल यात्रापछि हामी अहिले तिनजुरे चुलीमा आइपुगेका छौँ। होइन, संसारमा ठाउँ भगवानले सृष्टि गरेको छ। यता हाम्रो खामरुङ माविका सिंह सङ्घका अध्यक्ष यशोदा देवी कट्टक आउँदै हुनुहुन्छ। उहाँ पनि आइपुग्नु भयो। यसै गरी हाम्रा युवराज खनाल पूर्व विवेश अध्यक्ष, यसै गरी हाम्रो यता भाउजू दुर्गामाया आचार्य खामरुङ मावि विवेश अध्यक्ष, त्यसै गरी यता वडा नम्बर हाम्रो देवमाई 7 का वडा सदस्य कुमारी खाती, उहाँहरू सम्पूर्ण आइसक्नु भएको छ।
यता हाम्रो विदेश सदस्य धनमाया र यो हाइटमा आउनु अत्यन्तै गाह्रो छ। मलाई त लु कार्यक्रम गर्ने गरिहाल्नु यहाँ मान्छे गलिसक्यो हो गलेको बेलाको तेह्रथुमको यो 3 जुरे पिक चाहिँ यो अहिले 3010 मिटरको हाइटमा अवस्थित रहेको रहेछ। यो पनि यहाँ पिकमै हामीले हेऱ्यौँ। भिडियो होइन फोटो यो 3 जुरे पिक यो 3010 मिटरको हाइटमा अवस्थित रहेछ। यो यता कान्द्रुङमा आइबी शिक्षक काजीमान एकतेन र यता हाम्रो हरि पौडेल सर हुनुहुन्छ। यसै गरी विव्यास अध्यक्ष दुर्गामाया आचार्यज्यू उहाँ पनि यहाँ रहनु भएको छ। यहाँहरूलाई यो अवसर हामीले जुराइदिनु भयो यहाँहरूलाई धन्यवाद। यो चाहिँ सङ्घसभा यो पारीको सम्पूर्ण क्षेत्र यो सङ्घसभा क्षेत्र रहेछ। यो सङ्घसभाको के भन्ने ठाउँ हो यो पारीको? हजुर पल्लो चाहिँ मादी यो बिचको यो चाहिँ उम्लिङ पल्लो डाँडा पल्लो चाहिँ यो सबै देखेको यो देखे जति सबै सङ्घसभा। पल्लो चाहिँ के भन्नुभयो? यो उता पारी मादी हो हैन? मादी, यता यो धर्मदेवी पर्छ उता चैनपुरहरू देखिरहेको छ। चैनपुर भनेको उता चैनपुर हो त्यो सङ्घसभाको चैनपुर बजार त्यो चैनपुर बजार त्यही हो। चैनपुर बजार यो चाहिँ यो नजिकैको चाहिँ यो मादी मादी ए भनेपछि तपाईँको यहाँ बिचमा भएको खोला कुन हो त? यो त यहाँ गाउँमा त तिन्दबाने भन्छ। तिन्दबाने तल पिल्लोमा जोडिन्छ यो पिल्वामा 4 एकरको काम हो हैन? अब अहिले पनि यसको बजेट होला यो काममै छ अब यो तपाईँको 3 जुरे क्षेत्रभित्र पाइने चाहिँ तपाईँको त्यो दरबार क्षेत्रभित्र सबै पाइयो। पाइयो यहाँ गुराँसहरू सबै 28 प्रजाति चाहिँ पाइयो त्यहाँ 28 प्रजाति त्यही भित्र पाइन्छ। अहिले हामीले त्यहाँ 14 खालको त हुर्काइसकेका छौँ। अहिले नै हेर्न पाइयो हैन? अब त्यहाँ भनेपछि तपाईँको पहिला कुन किराँत लिम्बू यो माबुङहरू माबुङ हाङहरूकै किराँतहरूको भग्नावशेष भग्नावशेष दरबार ए ल ठिक छ ल। यो ठ्याक्कै 3 जुरे क्षेत्र 3 जुरेको चुली यो चुलीदेखि यो 3 जुरेको जम्मै गुराँसघारी यो तेह्रथुमको म्याङलुङ जाने बाटो हुँदै यसरी आएर यो तेह्रथुमको यो बसन्तपुर बजार हुँदै यो तेह्रथुमको यो पाथिभारा मन्दिर। म यसो ढाड बगाउँछु ढाड सर्छ खुट्टा बिग्रेर चिप्ल्यो नि तन्काउँदा भन्नुपर्छ त्यति भएपछि हैरान भइहाल्यो नि। अवर गरेर बस्नु पर्ने त्यो लिडर रहेछ लिडर रहेछ त्यो चाहिँ अत्यन्तै भिड ठाउँमा बनिएको रहेछ है यो। यो चाहिँ तेह्रथुम यो चाहिँ शिव मन्दिर शिवको मूर्ति रहेछ यहाँ हेर। यो चाहिँ पाथिभारा मन्दिर यो तेह्रथुम जिल्ला र शङ्खसभा जिल्लाको सङ्गम स्थलमा रहेको यो बोर्डरमा रहेको यो पाथिभारा मन्दिर रहेछ। यो शङ्खसभा जिल्ला र यो तेह्रथुम जिल्लाको यो सङ्गम स्थलमा रहेको यो पाथिभारा मन्दिर माता पाथिभाराको मन्दिर पनि आज यसरी दर्शन गर्ने अवसर मिल्यो है। यो पाथिभाराको मूर्ति यहाँनिर रहेको छ। अब 1-2 बजिसक्यो कहिले आइपुग्नु